3 करोड नेपालीले चाहिँ नि जान्न चाहेको छ। कारण के हो? हामीले हाम्रो सिमानामा नेपाली सेनालाई लान नमिल्ने कुरा के रहेछ? कहाँ हामीले के सन्धि गरेका छौँ त? हर्क साम्पाङजी, 3 करोड नेपाली जनता होइन कि तपाईँलाई नै नेपालको संविधानबारे थाहा रहन्छ। नेपालको संविधानमा सीमा सम्बन्धी सुरक्षा सशस्त्रले गर्नेछ भनेर संविधानमा लेखिएको छ। उसी प्यार 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 नबोल्नु क्या, अलिकति कुरा यसो के छ कानुनमा बुझ्नु अनि मात्रै बोल्नु क्या। र अर्को कुरा, उसी सेना वार परिचालन भएर आजकै भोलि लानलाई सम्भव छैन। त्यत्रो जेन्जी आन्दोलनमा सिंहदरबार वार जल्दाखेरि सेनाले किन हेरेर बस्यो? सेना भने अरूले परिचालन गर्ने हो। विभिन्न सुरक्षा परिषद बसेर के प्रक्रिया गरेर अनि बल्ल सेना परिचालन हुने हो। इन्डियामा पनि एसएसपी को नेतृत्वले इन्डियाको सीमा सुरक्षा गरिरहेको छ। इन्डियाले पनि इन्डियन सेनाहरूलाई बोर्डरमा राखेको छैन, सीमा सुरक्षामा राखेको छैन भने उनीहरूले चाहिँ प्रहरी राखेको छ भने हामीले चाहिँ आर्मी लगाएर के त रमिता देखाउने? अब त्यहाँ युद्ध पर्यो भने लड्न सक्ने अवस्था त छैन नेपालको अहिले। यो धरानको ओल्लो घर र पल्लो घरको झगडा जस्तो होइन के इन्डिया र नेपालको विवाद। यसरी सांसद भइसकेको मान्छेले यस्तो बोल्दा पनि नराम्रो प्रभाव पर्न सक्छ। उसै त बालनले नेपालले इन्डियाको भूभाग मिच्या छ भन्दा यत्रो अब इन्डियाले हिजो देख्नुभयो नि सुस्तामा आएर पर्खाल लडाइदिने के गर्न थालिसक्यो भने अब तपाईँको अभिव्यक्तिले नि झन् आक्रामक हुन सक्छ। बरु हिजोको जसरी नेपाली जनताले जसरी एसएसपीहरूलाई लखेटे नि सुस्तामा हो, यस्तो गर्न चाहिँ मिल्छ। नेपाली जनताहरू चाहिँ जाग्न मिल्छ। सम्पन्न देशहरूले जे पनि गर्न सक्छ। त्यही भएर अहिलेको नेपालको अवस्था भनेको वार्ता बाहेक अरू विकल्प म चाहिँ देख्दिनँ। त्यही भएर वार्तामा बसेर के छ आफ्ना प्रमाणहरू देखाएर अनि अगाडि बढ्ने हो। सेना परिचालन गर्ने, युद्ध लड्ने भन्ने अवस्था छैन अहिले नेपालको। त्यही भएर के बोल्ने कसो बोल्ने कुरा पहिल्यै प्रिपेयर हुनु के। संविधानमा लेखिरहेको कुरा सोधिरहन पर्दैन। संविधान हेर्नुहोस्, पढ्नुहोस्, उसै के गरेछ यार। संसद भइसकेपछि अलिकति संसदको जति हैसियत राख्नु न यार। केटाकेटी खेले जस्तो